तपाईँ हामी बिरामी भयौँ, डक्टर कहाँ जान्छौँ। जुन बिरामी हुन्छ नि त्यही विशेषज्ञलाई जान्छ नि त्यो डक्टर कहाँ हामी चेक गराउनु होइन। तर सम्पत्ति शुद्धिकरण त्यो डक्टरले हाम्रा आदरणीय कमरेड विष्णु पौड्याललाई गर्नुभएछ। 2052 सालसम्म सुकुम्बासी आयोगमा आफ्नो नाम दर्ज गरेका विष्णु पौड्याल आज 82-83 आउँदा लाख होइन, करोड होइन, 18 अर्ब एउटा स्रोत नखुलेको बाँकी उहाँसँग कति सम्पत्ति भयो होला। तपाईँ हामी त्यत्तिकै आज 1 लाखभन्दा बढी पर व्यक्ति 3 करोडमा टाउकोमा जन्मिँदै ऋण लिएका छौँ भने यस्ता लेन्डुबे दलालहरूको कारण आज देश यो अभिगत भए। विष्णु पौड्याल त्यो व्यक्ति हो नेकपा एमालेका उपाध्यक्ष। 18 अर्बमा हिजो अख्तियारले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा लाग्दैछ भने अध्यक्ष कति होला? गिरीबन्धु, कम्बोडिया के ल हेर्नुहोस्। यिनीहरूले भर्सा किन गर्छन् भन्दाखेरि यी सेना बेना आफ्ना रक्षाको निम्ति यिनीहरूले पालेका हुन्छन्। यिनीहरूलाई खुवाउनको निम्ति भए पनि यिनीहरूले भर्सा गरे हुन्छ। हेर्नुहोस्, हिजो यो देशका राजा हामी कसले हामीलाई कारवाही गर्न सक्छ, कसले छुन सक्छ भन्थे। तर यिनीहरू भनेको एमाले काङ्ग्रेस माओवादी भनेको झन्डा मात्र अलग हो, विचार र सिद्धान्त भनेको लुटी खाने हो। हेर्नुहोस्, आज हिजो केपीलाई समाए, आज विष्णु, भोलि के चाँडै आउँदैछन् प्रचण्ड होइन। यी सबै अपराधी फटाहरू हुन्। तपाईँ हामीलाई यिनीहरूले कतिसम्म अनमोलमा पारेका छन् त्यो त हेर्दै जानुहोस्। अब त्यो दिन आउँछ, सबैलाई आउँछ, समय आउँछ, तर सबलाई लिएर जान्छ है त साथी हो। सबैले कमेन्ट हाल्न नभुल्नु होला।